त्यसै पनि पहिचान र अधिकारको बाटो सजिलो हुँदैन। अपाङ्गता भएका आदिवासीहरूका लागि अनेक प्रकारका विभेद, सामाजिक वा सार्वजनिक स्थान र कार्यहरूमा बहिष्करण गर्ने राज्यका नीति र कानुन तथा व्यवहारबाटै भइरहेका बेला ती अवरोधहरू पन्छ्याउँदै अपाङ्गता भएका आदिवासी जनजातिहरूले सामूहिक पहिचान र अधिकार प्राप्तिको सङ्घर्षमा जुटिरहेका छन्। यसको नेतृत्व नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घले गरिरहेको छ। 1000 माइलको यात्राका लागि पहिलो पाइला महत्त्वपूर्ण हुन्छ भने झैँ अपाङ्गता भएका आदिवासीहरूले पहिलो पाइलाका रूपमा नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घको स्थापना गरिएको हो। 7वटा प्रादेशिक संस्थाहरू भइसकेको छ र 21वटा अरू जिल्लामा संस्था पनि स्थापना भइसकेको छ र करिब 500 जना साधारण सदस्यहरू भइसकेका छन् र यो संस्था चाहिँ नेपाल राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालमा पनि आबद्ध छ। त्यस्तै गरेर एआइपिपी एसियाका आदिवासी जनजातिहरूको संस्था एआइपिपी को पनि 2016 सालमा सदस्यता लिएको छ र यो आदिवासी जनजाति अपाङ्ग सङ्घ यो सामाजिक एसडब्ल्युसी सोसियल वेलफेयर काउन्सिलमा पनि आबद्ध छ र आदिवासी जनजाति महासङ्घमा पनि यो सम्बन्धन प्राप्त सदस्यको रूपमा रहेको छ भने यसको अहिले यो संस्थाले अपाङ्गता भएका व्यक्तिहरू आदिवासी जनजाति अपाङ्गता भएकाहरूलाई को लागि मानवाधिकार र यो आदिवासी अपाङ्गता भएका आदिवासीहरूको पहिचान र मुद्दालाई लिएर अगाडि बढिरहेको छ। यही संस्था मार्फत अपाङ्गता भएका आदिवासीहरूले आफ्नो मौनता तोड्दै अधिकार र पहिचानको यात्रा प्रारम्भ गरेका थिए। 2018 मा युएनसिआरबिटी कमिटीमा आदिवासी भित्रको अपाङ्गता भएका आदिवासी जनजातिहरूको दृष्टिकोणबाट छाया प्रतिवेदन बुझायो। छाया प्रतिवेदन बुझाउँदै गर्दा उक्त छाया प्रतिवेदनमाथि छलफल भएर नेपाल सरकारलाई सिआरबिटी कमिटीले निष्कर्ष सुझाव दिएको छ। सँगसँगै आदिवासी अपाङ्गता भएका समुदायको अधिकारको लागि अन्तर्राष्ट्रिय स्तरमा समेत यसले साझेदारी संस्थालाई चाहिँ वृद्धि गर्ने काम गरेको छ, जसमा चाहिँ हाम्रो फोर्ड फाउन्डेसन लगायत फोर्ड फाउन्डेसन, पनका फन्ड र अहिले अपाङ्गता क्षेत्रको यस आर्थिक वर्षमा चाहिँ हामीलाई एबिलिस्ट फाउन्डेसनले पनि हाम्रो साझेदारीमा चाहिँ जोडिएको छ। यसरी अन्तर्राष्ट्रिय स्तरको साझेदारी संस्थाहरू पनि निडाको सहकार्यमा अपाङ्गता भएका आदिवासी जनजातिहरूको अधिकारलाई सुनिश्चित गर्न, उनीहरूको पहिचान स्थापित गर्नको लागि सकारात्मक रूपमा अगाडि बढिरहेको हुँदा हामीले अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यसको सञ्जालहरू विस्तार गर्ने र सँगै हाम्रो अधिकारलाई चाहिँ स्थापित गर्ने र आदिवासी दृष्टिकोण र आदिवासीको अवधारणाबाट जानको लागि नेपालकै सन्दर्भमा पनि हामीले यो जैविक विविधता सम्बन्धीमा पनि कार्यविधि, त्यसको चाहिँ कार्ययोजनामा पनि ठुलो काम गरेका छौँ, सल्लाह सुझावहरू दिने काम गरेका छौँ। सँगै आदिवासी जनजातिका नेतृत्व संस्थाले गर्नुपर्ने जुन काम भूमि विधेयकमा पनि नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घले छलफल गरेको छ, त्यहाँ पनि हामीले यो जैविक विविधताको चाहिँ यो वन मन्त्रालयबाट बनिरहेको यो एनबिसापमा पनि चाहिँ आइटिटी हुनुपर्छ
भनेर चाहिँ जोरदारसँग सुरुदेखि उठाइरहेका कुरा चाहिँ हामी एकदमै आदिवासी जनजातिहरूको अधिकारमा पनि निडाले आफ्नो सक्दो प्रयासहरू चाहिँ गरिरहेको छ। सामाजिक न्याय सहितको पूर्ण समावेशी र समृद्ध समाजको निर्माणको निम्ति अपाङ्गता भएका आदिवासी जनजातिहरूको पहिचान र अधिकारको सुनिश्चितताका लागि संस्थाले विभिन्न गतिविधिहरू गरिरहेको छ। अपाङ्गता भएका आदिवासी जनजातिहरूले राजनीतिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, शैक्षिक तथा सामूहिक अधिकारको क्षेत्रमा भोगेका समस्या र चुनौतीलाई केलाउँदै नेपालका अपाङ्गता भएका आदिवासी जनजातिहरूको श्वेतपत्र ल्याएका छन्। अबको कानुन बनाउँदा, अबको नीति बनाउँदा, अबको जनगणनामा हामीलाई सोधेर त्यस्ता खालका विषयवस्तुलाई यसरी राख्नुपर्छ भनेर हाम्रो कुरा भन्ने हामीलाई स्थान दिनुपर्छ, त्यो स्थान हुनुपर्छ भन्नैको लागि यो श्वेतपत्र राखिएको कुरा हो, जसले अपाङ्गता भएका आदिवासी जनजातिहरू अधिकार र दाबीलाई सार्वजनिक जानकारी र बहसमा ल्याउन एक सफल औजार सिद्ध भएको छ। तपाईँ हामी सचेत नागरिकको हैसियतले, सचेत यो देशको अगुवाको नाताले पनि हामीले सबै यी राज्यका सबै तह र तबकामा हामीले सचेत गराउने, यसको बारेमा प्रकाश पार्नुपर्ने आवश्यकता छ। र यो श्वेतपत्र त्यत्तिकै घोषणा गरिएको होइन, यसमा थुप्रै अपाङ्गता भएका आदिवासी जनजातिहरूको मागलाई सम्बोधन गर्नको लागि यो श्वेतपत्र जारी गरेको हो। यो मानव अधिकारको दृष्टिकोणबाट अत्यन्तै गम्भीर छ। यो गम्भीर विषय भएको कारणले गर्दाखेरि हामी सबै एकजुट भएर यो सजगता र यो सतर्कता र यो अभियानमा हामी जुट्नुपर्छ। अपाङ्गता भएका आदिवासीहरूको अधिकारमुखी सङ्घर्षको प्रारम्भ बिन्दु समुदाय हो। यही बिन्दुबाट अपाङ्गता भएका आदिवासीहरूको अधिकार दाबीको सिलसिला सुरु हुन्छ। अपाङ्गता भनेर चाहिँ एउटा सोलो डोलो रूपमा मात्रै बुझ्छौँ हामी। अपाङ्गता भएका व्यक्तिहरू चाहिँ ग्रामीणमा बस्ने अपाङ्गता भएका व्यक्तिहरू पनि हुन्छन्, आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरू हुन्छन् जसले चाहिँ मूल भाषा, यहाँको मेन स्ट्रिमको भाषाहरू बुझ्न सक्दैनन्, जसको कारण उनीहरूको शिक्षा प्रणालीमा चाहिँ उनीहरूको कमजोर प्रस्तुति रहन्छ। र अन्य भनेको चाहिँ अब हुन्छ नि, अब जातीय विभेदहरू भोगिरा हुनसक्छ दलित अपाङ्गता भएका व्यक्तिहरूले। उनीहरूको चाहिँ प्रब्लम भनेको अन्य समग्र अपाङ्गता भएका व्यक्तिहरूभन्दा पनि त्यो मल्टिप्लाई भएर आउँछ, त्यसलाई चाहिँ अलिक गुणन भएर आउँछ। त्यो अवस्थालाई चाहिँ कसरी हेर्ने त भन्ने कुराहरू चाहिँ हाम्रो अहिलेको कानुन, नियमावली, रेगुलेसन्सहरूले चाहिँ नबुझेको जस्तो हाम्रो बुझाइ छ। आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र UNDRIP ILO महासन्धि नम्बर 169 र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि CRPD लगायतका अन्तर्राष्ट्रिय कानुन प्रदत्त अधिकारका विषयमा सार्वजनिक जानकारीका लागि बहस तथा प्रशिक्षणहरू भएका छन् र भइरहेका छन्। अधिकारको दाबीका लागि आम सञ्चार माध्यम एक सहयोगी औजारका रूपमा निडाले परिचालन गरेको छ, जस अन्तर्गत विषयविज्ञ, अनुसन्धानकर्ता, अधिकारकर्मी र कानुनविदहरूले अपाङ्गता भएका आदिवासीको सवाललाई मिडिया मार्फत उजागर गर्ने गरेका छन्। निडाले 3 तहको सरकारहरूसँगको समन्वयमा अपाङ्गता भएका आदिवासी मैत्री नीति, कानुन र नियमावली सहितको कार्यक्रमका लागि विशेष पहल गरिरहेको छ। परिणामस्वरूप सिन्धुली जिल्लाको मरिनी गाउँपालिका अपाङ्ग मैत्री स्थानीय तह निर्माण गर्ने पहल भएको छ। हाम्रो गाउँपालिकाभित्र निर्माण भएका विभिन्न खाले भवनहरू, विभिन्न खाले चाहिँ आयोजनाहरूमा अपाङ्गता मैत्री हुनुपर्छ। शैक्षिक क्षेत्रमा किन नहोस्, सामाजिक क्षेत्रमा किन नहोस्, सबै क्षेत्रमा चाहिँ एउटा अपाङ्गता मैत्री बनाएर अगाडि बढ्नुपर्छ भन्ने उहाँहरूको सुझाव छ। र त्यही अनुसार हामीले यही भवन पनि, मरिनी गाउँपालिकाको भवन पनि हामीले अपाङ्गता मैत्री नै निर्माण गरेका छौँ। हामीले यो भवनलाई लिफ्ट सहितको भवन हो। यसमा लिफ्ट जोड्न चाहिँ बाँकी नै छ, तर हामी लिफ्ट बनाउँदैछौँ र अन्य 6वटा गाउँ वडा कार्यालयहरू हामीले निर्माण गरिसकेका छौँ। 6वटा वडा निर्माण गर्दै गर्दाखेरि चाहिँ 6वटा वडामा अपाङ्गता मैत्री चाहिँ एउटा वडा कार्यालय निर्माण गरेका छौँ। स्वास्थ्य भवनहरू पनि त्यही खालको बनाएका छौँ र अन्य
अपङ्गता भएका फरक क्षमता भएका चाहिँ मानिसहरूलाई पनि हाम्रो तर्फबाट परिचय पत्रहरू सकेसम्म घरमै पुगेर उहाँहरू हिँड्न नसक्ने, डुल्न नसक्ने, बोल्न नसक्ने, सुन्न नसक्ने चाहिँ अपङ्गता भएका चाहिँ मित्रहरूलाई घरैमा पुगेर डाक्टरसहित हाम्रो चाहिँ टिमसहित घरमै पुगेर चाहिँ उहाँहरूलाई स्वास्थ्य जाँच गर्ने र परिचय पत्र वितरण गर्ने कामहरू पनि गरिराखेका छौँ। हामीलाई चुनौती भनेको चाहिँ सङ्घीय ऐनले चाहिँ जुन खालको एउटा मापदण्ड तोकेको छ त्यो मापदण्डलाई टेक्दाखेरि चाहिँ हामीलाई के अरे चाहिँ परिचय पत्र अब अपङ्गता भएका चाहिँ परिचय पत्र दिन मन लाग्दै पनि त्यो ऐन चाहिँ एकदमै अस्पष्टता भएको कारणले गर्दाखेरि त्यो ऐनलाई टेक्दाखेरि चाहिँ हामीलाई निकै नै गाह्रो भएको छ र अब चाहिँ हामीले पालिकाको पनि ऐन बनाएर कार्यविधि बनाएर अझ चाहिँ राम्रो खालको उत्कृष्ट खालको समेट्न सक्ने खालको चाहिँ बनाएर अगाडि बढ्नुपर्छ र यो चुनौती सामना गर्न हामीले चाहिँ यही विधि अपनाएर अगाडि बढ्छौँ। स्थानीय तहको एकल अधिकारको जुन 16 नम्बर बुँदाको ज्येष्ठ नागरिक तथा अपङ्गताहरूको व्यवस्थापन अथवा पुनर्स्थापना गर्नुपर्ने जिम्मेवारी पनि स्थानीय तहकै भएको कारणले गर्दाखेरि त्यो कुरालाई चाहिँ कसरी हुन्छ सशक्त रूपमा समावेशी सहभागिता र अस्तित्वको साथ अगाडि बढाउनका लागि चाहिँ हाम्रो नेडा संस्थाले जुन खालको पहल कदमी गर्नुभएको छ त्यसको लागि म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु र हाम्रो मरिन गाउँपालिकाको म एउटा उपाध्यक्ष भएको हैसियतले गर्दा अथवा अपाङ्गता सहजीकरण समितिको परिचय पत्र वितरण समितिको पनि सहयोग भएको कारणले गर्दाखेरि त्यो कुरामा चाहिँ म तन मन धन सबै थोक लगाएर साथ र सपोर्ट गर्ने पनि प्रतिबद्धता गर्न चाहन्छु। अपाङ्ग मैत्री स्थानीय तहको अवधारणामा आधारित भएर अपाङ्गता भएका आदिवासीका सवालमा संवेदनशीलता र सचेतना गराउने कार्य देशका विभिन्न स्थानीय तहमा भइरहेको छ। प्रशासनतर्फको चाहिँ म छु एकजना प्लस हाम्रो फाइनेन्सियल सर पनि हुनुहुन्छ र एकजना चाहिँ हाम्रो भोलिन्टियर गरेर टोटल चाहिँ हाम्रो निडामा 3 जना स्टाफ छौँ। अहिले चाहिँ अब गत वर्षमा चाहिँ हामीले 2वटा प्रोजेक्टहरू चाहिँ गऱ्यौँ। एउटा चाहिँ अब एभिडेन्स फाउन्डेसन थियो, अर्को चाहिँ हाम्रो एआइपिपी अन्तर्गत एआइपिपी फोर फाउन्डेसनको प्रोजेक्ट चाहिँ हामीले त्यो चाहिँ सघायौँ। जस वर्षमा 2-3वटा प्रोजेक्ट चाहिँ हामी गर्छौँ र अर्को भनेको काठमाडौँ महानगरपालिकाले चाहिँ भर्खरै चाहिँ प्रस्ताव चाहिँ पेस गरिएको छ होइन। त्यो सिरियस पाइपलाइन अपाङ्गता आदिवासी जनजातिहरूको लागि चाहिँ काम गर्ने संस्था हो र यही संस्थाको मार्फत चाहिँ हामीले यो राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग युवा सङ्घ नेपाल चाहिँ 2019मा दर्ता गरेर काठमाडौँ महानगरपालिकामा दर्ता गरेर हामी अपाङ्गता भएको युवाहरूको लागि चाहिँ आदिवासी युवाहरूको लागि चाहिँ काम गर्छौँ। हामी यो 2019मा दर्ता भएपछि चाहिँ अब बिचमा चाहिँ हामीले राम्ररी काम गर्न सकेनौँ। त्यति बेला चाहिँ अब त्यस्तै अवस्था थियो, कोरोनाले गर्दाखेरि हामीले प्रोजेक्टहरू पनि ल्याउन सकेको थिएनौँ। अनि यो बिचमा पनि खाली नै थियौँ भने यो भर्खरै यो 25मा चाहिँ हामीले यो GGF को चाहिँ प्रोजेक्ट पारेको थियो, त्योबाट चाहिँ हामीले कामहरू गरिरहेको छौँ। अब त्यसको चाहिँ त्यही अहिले चाहिँ हाम्रो रनिङ प्रोजेक्ट चाहिँ त्यही नै छ। निडाले कर्णाली प्रदेशको सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिका, गण्डकी प्रदेशको बागलुङ नगरपालिका, लुम्बिनी प्रदेशको बाँके स्थित कोहलपुर, मध्य प्रदेशको राजधानी जनकपुर, बागमती प्रदेशको काभ्रे जिल्ला स्थित भुम्लु र सिन्धुलीको मरिन गाउँपालिका तथा रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा स्थानीय तहका सरोकारवालाहरूलाई अपाङ्गता संवेदनशील बनाउने कार्य गरेको छ। यी क्रियाकलापले स्थानीय तहका पदाधिकारी, स्थानीय सङ्घ संस्था तथा अपाङ्गता भएका आदिवासीहरूमा अपाङ्गता र आदिवासी समुदायका मुद्दाहरू, मूलत पहिचान, संस्कृति, प्रथाजन्य अभ्यासहरू, वातावरण लगायतमा साझा बुझाइको विकास भएको छ। यस कार्यक्रमहरू पनि स्थानीय तहका पदाधिकारीहरूले अपाङ्गता भएका आदिवासी मैत्री नीति तथा कार्यक्रम ल्याउने र पहुँच योग्य वातावरण सिर्जना गर्नेमा सहमत देखिएका छन्। यहाँ निजका हामी सबै पदाधिकारीहरूसँग पनि हामी समन्वय गरेर र सहयोग साथ सपोर्ट लिएर हामी भुम्लु गाउँपालिकालाई अपाङ्ग मैत्री गाउँपालिका निर्माण गर्ने दिशातिर हाम्रो अभियान अगाडि बढ्नेछ।
त्यसमा हामी सबैको साथ सपोर्ट र सहयोग हामीलाई प्राप्त हुने नै छ। त्यसमा अपाङ्गता भएका साथीहरूलाई पनि हामीले विभिन्न क्षेत्रबाट उहाँहरूको सपाङ्गता हुने गरी अथवा उहाँहरूको क्षमतालाई प्रस्फुटन हुने गरी व्यवहारिक रूपमा नै लागू हुने गरी हामी अगाडि बढ्नेछौँ। अपाङ्गता भएका आदिवासीहरूका लागि न्यायमा पहुँच एक जटिल र गम्भीर विषय हो। एकातिर उहाँहरूलाई कानुनी पहिचान पाउनबाट वञ्चित गरिएको छ भने अर्कोतिर भौतिक, सामाजिक तथा सांस्कृतिक पहुँचयुक्त वातावरणको अभाव छ। अपाङ्गता भित्रको आदिवासी जनजाति समुदायभित्रमा रहेका अपाङ्गता भएका आदिवासी जनजातिहरूले पहिचान र कानुनी मान्यता स्थापित गर्नको लागि उनीहरू सङ्घर्ष गरिरहेका छन्। ती कुराहरू नभएसम्मको लागि चाहिँ उहाँहरूको अधिकार सुनिश्चित नहुने भएको हुँदा कानुनी पहिचानको कुराहरू चाहिँ परिचय पत्रको सन्दर्भमा पनि त्यो निष्कर्ष सुझावमा स्पष्ट रूपमा नेपाल सरकारलाई दिएको छ। त्यो निष्कर्ष सुझावलाई अब हाम्रो समुदाय आदिवासी जनजाति समुदाय कहाँ पुर्याउनको लागि नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घले विभिन्न कार्यक्रमहरू गरिरहेको छ। त्यसै सन्दर्भमा अपाङ्गता परिचय पत्रको समस्याको सन्दर्भमा हामीले काम गर्दै जाँदाखेरि उहाँहरूले भोग्नु परेको समस्यालाई हामीले बुझ्ने काम गऱ्यौँ स्थानीय तहमा पुगेर। त्यसपछि आवश्यक सल्लाह सुझाव दिने क्रममा अहिले महत्त्वपूर्ण 3 जना जो चाहिँ भौतिक अपाङ्गता भएका बालबालिकाहरूले चाहिँ परिचय पत्र प्राप्त गरेर आफ्नो पहिचान कायम गरेर नेपाल सरकारबाट पाउने सेवा सुविधाहरूबाट उहाँहरू चाहिँ सुविधा गर्नको लागि चाहिँ उहाँहरू सक्षम हुनुभएको छ। यस्तो वातावरणलाई चिर्दै अपाङ्गता भएका आदिवासीहरू विरुद्ध हुने हिंसा तथा विभेदहरू विरुद्ध पनि निडा खरो रूपमा प्रस्तुत भएको छ। काठमाडौँको बौद्धमा एक अपराधिक घटना भएको थियो। यो घटनालाई अदालतसम्म पुर्याउन निडाको पहल महत्त्वपूर्ण रह्यो। असोज 1 गतेको दिनमा चाहिँ घटना घटेपछि अब गाईगुई हल्ला चल्यो र महिला महासङ्घको अध्यक्षको नाताले यहाँ एउटा बच्चालाई चाहिँ अन्याय भएको छ भन्ने कुराले तत्कालै म बौद्ध गएँ र बौद्धको चाहिँ त्यो बच्चा चाहिँ अब बोल्नु पनि नसक्ने तपाईँको त्यो प्रकारको थियो। उसले चाहिँ अब उसलाई के भएको भन्ने कुरा नै अलिकति तपाईँको अनजान भएको अनि उसलाई पीडा परेको कुरा पनि आफै मुखले पोखाउनु नसक्ने प्रकारको घटना थियो र हामीले अब एउटा चाहिँ नाबालक एउटा चाहिँ ऊ बोल्नु नसक्ने असहाय भएको कारणले गर्दाखेरि अब त्यो पनि शेर्पा कम्युनिटीको आदिवासीभित्र परेकोले हामीले चाहिँ एकदम गहिरेर चाहिँ मैले अब खबरदारी गरेर अपाङ्गता भएको बोल्नु नसक्ने मान्छेको तपाईँको त्यो बिचमा दोभाषे चाहिने कारणले गर्दा अनि हामीलाई चाहिँ अब बोल्नु नपाउने अनि प्यारेन्ट्सहरू पनि एकदम तपाईँको चाहिँ सोझो सिधा भएको कारणले गर्दा हामीलाई चाहिँ साँच्चै के भन्नु भने त्यो मुद्दा दर्ता गर्नु पनि धेरै गाह्रो भएको थियो। त्यस कारणले गर्दा निडाको अध्यक्षज्यूले चाहिँ एकदम हामीलाई चाहिँ सहयोग गर्नुभएर चाहिँ यो केसलाई चाहिँ उहाँ र हाम्रो चाहिँ संहिता अनि त्यसपछि गएर चाहिँ आङ्काजी शेर्पा अभियान त पूर्व राष्ट्रिय आदिवासी जनजाति महासङ्घको महासचिवले पनि उहाँ आउनु भएर उहाँले पनि धेरै यो महिलाको केसमा सहयोग गर्नुभएको छ। यो केसमा त्यहीका लोकल एकजना व्यापारी संलग्न भएको र उसको चिनाजानी प्रहरी लगायत माथिल्लो निकायमा भएको हैसियतले यो केसलाई एक प्रकारको दबाउनु खोजेको हामीले भेट्यौँ। पुलिसधरि पनि पीडितको भन्दा पनि पीडाको पक्षमा हामीले उभिएको देख्यौँ र त्यो नानीलाई त्यो घटना घटेपछि उसको चाहिँ नै टेस्टको लागि चाहिँ प्रसुति गृहमा लग्यो र हामीले सुन्दाखेरि त्यो नानीको लगाएको कपडामाथि पुरा चाहिँ रगतहरू थिए भन्दै थिए। ती रगतका टाटाहरूको फोरेन्सिक टेस्ट गर्नुपर्छ भने हामीले भन्यौँ तर चाहिँ त्यो टेस्टको रिपोर्टहरू कुनै पनि हामीले सार्वजनिक पनि गरेन। त्यो टेस्ट गर्यो या गरेन हामीले जानकारी पनि पाएन अथवा हामीले के पायौँ भन्दाखेरि प्रहरी प्रशासन लगायत यो केसलाई पनि एक प्रकारको कमजोर अथवा लुकाउन चाहन्थे अथवा मिलापता गर्न चाहन्थे। तर अब चाहिँ के अरे आदिवासी जनजाति चाहिँ के भन्छ अपाङ्ग महासङ्घ होइन हाम्रा आदिवासी जनजाति महिला महासङ्घ अध्यक्ष निमी शेर्पाजी म लगायतका हाम्रो शङ्कर लिम्बू लाहुरनिपका हाम्रो चाहिँ उहाँको चाहिँ पहल कदमीमा यो मुद्दा चाहिँ अहिले कमजोर होइन यो थप बलियो भएर चाहिँ पीडकलाई चाहिँ एउटा चाहिँ दण्ड सजाएर पीडितलाई चाहिँ न्याय दिन सक्ने अवस्थामा हामीले पुर्याएको छौँ। अपाङ्गता भएका आदिवासीका लागि पहिचान गर्ने महत्त्वपूर्ण औजार
अपाङ्गता परिचय पत्र हो। तर यही परिचय पत्र प्राप्त गर्नबाट अधिकांश अपाङ्गता भएकाहरू छुटेका छन्। यही अभियानको परिणामस्वरूप परिचय पत्र प्राप्त गर्न नसकेकाहरूले प्राप्त गर्न सफल भएका छन्। अपाङ्गता भएका समुदायमा रहेको परम्परागत ज्ञान सिपलाई व्यवसायीकरणका लागि निडा आफैले र निडामा आबद्ध भएका राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग युवा सङ्घ लगायतको सहकार्यमा प्रशिक्षण, ज्ञानको हस्तान्तरण र संरक्षण कार्यमा पनि संस्था जुटेको छ। सरकार र चाहिँ यो अपाङ्गता सङ्घ सिन्धुली चाहिँ नजिक भइसकेपछि के हो त भन्दा वर्षै साल हामीले सानातिना कार्यक्रम गर्दै आएको छ। सुरुको सालमा हामीले यहाँहरूले आयोजना गरेर के छ अपाङ्गता भएको व्यक्तिहरूको क्षमता विकास सम्बन्धी तालिम दिनुभयो, अन्तर्क्रिया तालिम, जहाँ चाहिँ उहाँहरूले शीर्षकमा राख्नु भएको थियो क्षमता विकास भन्ने नै राख्नु भएको थियो। र दोस्रो लटमा हामीले माउरी पालन गर्ने तालिम, के त भन्दा अपाङ्गता भएको व्यक्तित्वहरूले पनि के हो त घर बनाएर माउरी पाल्न सक्छ र जसको कारण आय आर्जन हुन्छ भन्ने हिसाबले त्यो खालको कार्यक्रम गरे। र यसै पालो पनि अलिकति अगाडि धुपी बनाउने कार्यक्रम गर्नुभयो, लगायतको कार्यक्रमहरू क्रमिक रूपमा गर्दै हुनुहुन्थ्यो। र अहिले भर्खरै पनि चाहिँ प्रदेश कार्यालय सामाजिक विकास कार्यालय प्रदेश हेटुडाबाट चाहिँ यहाँले कार्यक्रम ल्याउन सफल हुनुभयो, हामीले सिफारिस दियौँ। अपाङ्गता भएका आदिवासीहरूको यो यात्रा केवल अधिकारको खोज मात्र होइन, अस्तित्वको पुनः स्वीकृति र आवाजको पुनः जागरण पनि हो। निडा एक रूपान्तरणकारी र कल्याणकारी संस्था भएकै कारण अपाङ्गता भएका आदिवासीहरूका साझा मुद्दा तथा सवालमा अवरोधका पर्खाल भत्काएर समान अवसर, सम्मान तथा पहुँचका लागि निरन्तर सङ्घर्षका लागि सधैँ प्रेरित गरिरहेको छ।